लिखित सम्झौता, आर्थिक पारदर्शिता, ग्राहकको सर्वोपरि हित, पेशागत मर्यादा र प्रचलित कानुनको सम्मानसहित गुडविल कन्सलले केही कोड अफ कन्डक्टहरू बनाएर यसलाई व्यवहारमा उतारेको छ। त्यो पनि आज होइन, 20 वर्ष अगाडिदेखि। अब यो कोड अफ कन्डक्टलाई अरू कन्सल्टेन्सीहरूले पनि फलो गर्नको लागि सघाउ पुर्याओस् भन्नका खातिर गुडविल कन्सल्टलाई नेपाल एजुकेशनल कन्सल्टेन्सी एसोसिएसन अफ नेपाल, इक्यान, नेपाल शैक्षिक परामर्श सङ्घले अनुशासन विभागमा रही कोड अफ कन्डक्टलाई सबै कन्सल्टेन्सीहरूले पनि बरोबर पालना गरिकन यो पेसालाई अझ मर्यादित बनाउनको लागि सहयोग गर्नुहोस् भन्नका खातिर गुडविल कन्सललाई अनुशासन समितिमा मनोनयन गरिएको छ। तसर्थ यसको लागि, यो विश्वासको लागि सबैमा आभार व्यक्त गर्न चाहन्छु र आजबाट हामी के अनुरोध गर्न चाहन्छु भने जति पनि एजुकेशनल कन्सल्टेन्सी अथवा इमिग्रेसन सेवा प्रदायकहरू हुनुहुन्छ उहाँहरूले प्रचलित कानुन र केही कोड अफ कन्डक्टहरू जुन मान्नै पर्नेछ, जुन मान्दाखेरि यो पेसालाई अझ राम्रो बनाउँछ, सुदृढ बनाउँछ, त्यो पालना गर्नको लागि सबैलाई म अनुरोध गर्न चाहन्छु। धन्यवाद। Goodwill Consult, Education and Migration Consultant.